तपाईँ आजभोलि मेरो बेडमै आउनुहुन्न। यस्तो पाराले मैले छोरा कसरी पाउने भन्नु त? खालि जेठी र माइलीको मात्र बेडमा जाने भए मलाई चाहिँ के खान बिहे गरे आउ र? यसले फेरि कति हतार गरेको अस्ति भर भेटिँदैछौ अनि अहिले बच्चा चाहिहाल्यो। तिम्रो नि पालो आउँछ त। अनि ऊ जेठीको बच्चा भएन माइलीको बच्चा भएन भनेर तिमीलाई लिएर आएको छु। तिमीलाई समय नदिए कसलाई दिन्छु त? टेन्सन नगर। होइन के भन्छ यिनीहरू? म भाटा त कहिले पनि आउँदैन त फेरि। तँबाट किन आउनु पर्यो त? बच्चा अनि उसँग पनि देखाइन रे, अनि कोसँग जान्छौ त तिमी चाहिँ? अनि बच्चा हुन्छ कि राम्रो राम्रो छोराछोरी दिन्छ कि भनेको यत्रो 1-2 वर्ष भइसक्यो न बच्चा हुन्छ न घरमा राम्रोसँग गर्छ। किन पराको तिमीहरू? के भने तैँले दिनु? जेठुले यसरी मेरो अगाडि हप्पी गर्ने हो तैँले? अनि हप्की तप्की नगरे के गर्नु? यो भनेको त बिहा गरेर ल्याएको बाबु तैँले। यसले त मान सम्मान एकदम माया दिनुपर्छ। यी भनेका त बाइफाले आइनेहरू गोबाट भेटाएर ल्याएको। तपाईँ जे पनि नबोल्नु कि आमा। होइन दिदी भट्टामा पनि जानुहुन्न रे, ऊ भट्टामा नि आउनुहुन्न, मसँग पनि हुनुहुन्न नि। जाने चाहिँ कहाँ हो कि बाहिरतिर फेरि अर्कोतिर सर्क्या हो? फेरि यसको चाहिँ फेरि शङ्का गर्ने बानी छ क्या। यो माइली हो कि साइली? शङ्का नगरेर के गर्नु त? अनि घरमा कसैसँग नभएपछि त अनि बाहिरतिरै त होला नि। तिमीहरू यो शङ्का गर्ने बानी भएर अनि बिग्रिया हो क्या। सबैलाई समय दिइरहेको छु त। ती 3 दिन छौ समय मिलाएर दिइरहेको छु। चुप लाएर बस। तपाईँ त जेठी छँदा घरमा छे भनी थाहा पाउँदा पाउँदै आके होइन यत्रो भात खानलाई? छोरा छोरी नभएर ल्याएको हो मलाई, म आएको होइन। तैँले दिन सकिस् त छोरा छोरी? सकिन त त्यसमा मेरो के दोष? अनि चुप लाएर बस। अब कान्छी ल्याएको छ त। अब कान्छीले लिन्छ त। छु भनेको मेरो बेडमै आउँदैन यो बुढा। अब 3 जनासँग जाँदैन भनेपछि पक्कै पनि बाहिर सर्केको हुनुपर्छ। के अन्त्य सर्केका छौ बुढा? पटना बोले कान्छी यात्रा के गर्दा बढी नगर। नबोल्ने, आफूले गल्ती गर्नु अनि अरूलाई ओइ बोल्ने माइली, भन्ने हेर हुन्छ। हात नलाइ। आमाको अगाडि छोरा हात हाल्छे। आमाको अगाडि हात हाल्नाले छोरो गतिलो हुनु पर्यो नि। तँ खुब गतिलो छेस। गतिलो नै छु म। बिचरा यति सोझी मेरो जेठी बुहारी हुँदा हुँदै तँ यत्रो ठुलो भात खान आइस्? त्यसपछि भने त यही जेठीले गर्दा हो क्या यो दुईटा आउनु परेको। अब बिहे गरेर के गर्नु? घरको काम गरेर के गर्नु? भविष्य बनाउनु पर्यो नि। बच्चा नभएपछि भविष्य कसरी यो त बन्छ? यस्तो नि त बाबु। बिउना सर्केर फल चाहिँ कहाँबाट फल्छ नि? हुनु परेन? तँलाई बिउ नै छोरा छैन होला खोइ अहिलेसम्म। त मबाट भएन भने अर्को ल्याएर खोइ त भएको। अब बुढी मात्रै जम्मा पार्दा रहेछौ, बेडमा नगएपछि कसरी हुन्छ छोराछोरी? खोइ त यत्रो दिन भइसक्यो बिहे गरेको, एकचोटि बेडमा नगएपछि कसरी हुन्छ? नगरे हो नाति के हो? नातिना जन्माउन त बेडमा आउनु पर्यो नि। तपाईँ के छोरा त बेडमै अरूको बेला आउँदैन। मान्छे छोरा मेरो छोरालाई मन परेन होला त। अब अर्को ल्याउँछ। तिमीहरूको बेडमा आउँदा तिमीहरू हुँदैन अनि के गर्नु त मैले? अर्को ल्याउँछ रे, थुपार्दै गर अब माला लगाऊ। थुपार्छु म त। मलाई त मेरो नात नातिना चाहियो। 10वटा ल्याएन म त खुसी छु। आमै त्यस्तो सिकाएपछि छोरोले के गति? एउटा माया चाहिँ मलाई जेठी बुहारीको लाग्छ। यसले मलाई एकदम दुःख परेला साथ दिए कि तिमीहरू छडौलीहरू त काम न काहीँ अहिले आमाले भड्काकी हुन् के छोरालाई? लुगा राखेर लुगा राखी। त्यस्तो थिएन। लगे आमालाई चेपाइँदै नभन्ने फेरि। आमाको कति दिन सुनि फेरि? केको झाम भने ल हानेर देखाउ त। देखिस् बाबु? अहिले म देखाउँदै सोची आउनु भएर खाली हेपेका छ। हेर्दा तेरो दुईटी बुहारीले म सोची भएर यो दुईटीले हेपेका। यो जेठीले कति माया गर्छ हो, यति सोझी गाला फुटी गरी हान्न बाबु। त सक्दैनस्? पालो आउँदैछ। सबैले हान्न नि सक्नु पर्यो नि। पालो हानेर आउँदैछ। देखाउ त। खालि जेठी जेठी भन्नु छ। जेठीले नाति खोइ त देखिन नि। अब जेठीले नाति देख्यो भए हामी सौती- दुईजनाको जिन्दगी सौती बर्बाद गर हुन्थ्यो। पर्यो होला नि त। अब सौता आयो अब दिन आएको पाउँछ। छ देऊ न त। मैले अब बुढा फगाएर आफैसँग राख्नुहुन्छ। अब आमाले यस्तो भनेपछि छोरा हामीसँग कसरी आउनु र? छैन छोरा नि, नाति के नातिना उसँग जन्माउनु? नि गएको छैन, बच्चा हो बाहिर र? गयो। ए, कति च्याउ च्याउ गरेर चुप लाग। होला के अब? चुप लाएर बस्छ च्याउ। ए शिव। खाउती मर्ने खाउ। बच्चा हो र, फकाएर राख्नुलाई भनेको। फकाएर मैले राख्न सक्ने भए तिमीहरूलाई लिएर आउँथ्यो। खोइ त्यसमा यी बुढा पक्कै बाहिरै सर्केका छन्। के हो कुरा भन त? कस्तो सल्किया कुरा। नसर्केको भए ती तिमीले आफ्नो घरमा बुढीसम्म अरू कहाँ सल्किन जानु है? खोइ दिदीले नि आएको छैन भन्नुहुन्छ, उनले नि आएको छैन भन्छन्, मसँग नि आएको छैन। जान्छौ चाहिँ कहाँ त तिमी? सर्किन्छ त तिमीहरूको सर्नु न त। तिमीहरूको दिमाग अरू बेला कहाँ हुन्छ क्या? म आएर हुन्थे बाबु। म आएको देख्दैन। सर्के। यी एउटालाई त दुईटी सौता हालिस् भने अर्कोले हाल यिनीहरूलाई सौता हाल्दे। म त मलाई खुसी छु। मतलब छैन। म माथि हालेर नि हामी पनि जान्छौँ। बस्नु हो तिमी? काम त होइन। अहिले निस्केर जा तिमीहरू। काला घर गोरा आउँछ नि, तिम्रो यो टुप्पीको कपाल अहिले- उठाएर हात जान्छ। नलाइ मेरो अब छोराले अहिले मेरो अगाडि। पड्काइदिन्छु नि फेरि। ओइ चोखाले। हाल्नु त यसलाई ओइ चोखाले हो। अरूको घुममा चाल पर्ने नै भयो भने किन मान्छे नसुन नलाइ। होइन, छोरालाई कति हाल्छु, नै हुँदैन। बस है। म सोची भएर हेपे। उता गएर उता गएर। त्यस्तासँग बस्नुभन्दा त लुगा राखी, लुगा राखी, लुगा राखी। के लाग्छ त छोरा के त छ नि? हिँड्दा हिँड्दा केटोले नि जोत्न आउला जस्तो लुगा राख। आमा चुप आमाको लाग्छ। बोली नै हेर न, आमा
फेरि म यहाँ होला घरमा सबैलाई थुपारिरहेको ल्याउँदै तिमीहरू यहाँ बसो बिहा भइसक्यो गाउँले सुन्यो भने के भन्ला पहिला ल्याउने जनावर हालिदिनु भएन अहिले नलिदिनु कि गरेर